हेलो साथीहरू नमस्कार। आज चाहिँ मैले आज सोमबार हो नि त, साउनको पहिलो सोमबार। हाम्रो चाहिँ यहाँ जलेश्वर मन्दिर पोखरा 19मा पूजा गर्ने पुजारी बाबु हुनुहुन्छ एकजना गुरु। उहाँको लागि चाहिँ मैले यो लस्सी भनौँ अथवा भनौँ न अब मिक्स फ्रुट राखेर दही राखेर मैले बनाउँदैछु। कसरी बनाउँछु हेर्नु होला है। यो फलफुल भइहाल्यो, विभिन्न थरीको मसिनो गरेर काटेको। त्यसपछि राखेँ मैले दही, यो फारमको दही हो। अनि मैले राखेँ चिनी चाहिँ अब यति धेरै नराखौँ कि यो चाहिँ मरिच र ल्वाङको धुलो है, अलिक चिसो नलाओस् भनेर। यसरी दही राखेर मैले मोलेँ। भक्तजनहरू आउने जाने क्रम नरोकिन्जेलसम्म उहाँले चाहिँ रोटीहरू खानु हुँदो रहेछ। त्यस कारणले चाहिँ मैले यो बनाइदिएको। अन्तिमसँग हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुरहरूले पनि आज व्रतको दिनमा यसरी बनाएर खानुहोस्, एकदमै ठिक हुन्छ कि उता फलफुल खाए जस्तो दही खाए जस्तो पनि, अनि पेटमा पनि एकदमै आडिलो हुन्छ। हस्, धन्यवाद।